So hello guys, once again back to my another vlog. So guys, आज चाहिँ होइन मजा आउनेवाला छ किनभने आज हाम्रो मम्मीको बर्थडे. सो विश गरिदिनु होला कमेन्टमा. अहिले चाहिँ गाइस म बोल खेल्न जाँदैछु होइन ड्रिमल्यान्ड. सो भरे राति सरप्राइज पार्टी हुनेछ. पार्टी मतलब सानो. सो लेट्स सी के हुँदो रहेछ. अनि अहिले चाहिँ सरप्राइज दिनु छ. सो म जाँदैछु बोल खेल्न. मम्मी भरे म आउँदा लाइट बन्द नगर्नु ल. सी लेट्स सी कमेन्टमा विश गरिदिनु होला है गाइस. सो अब हारिहाल्यो, पेमेन्ट गरेर आऊ है केटा हो. हजुर अहिले चाहिँ होइन गाइस, म भर्खर घर पुगेर मम्मीहरू चाहिँ सुतिराख्नु भएको छ होला रहेछ. लेट्स सरप्राइज. मम्मीहरूलाई बोलाउँछु अब रिएक्सन हेरौँ गाइस. अब चाहिँ मम्मीलाई बोलाऊँ न गाइस. मम्मी यहाँ आउनु न एकखेप. आउनु न, खोइ दिवास आउनु न. बाबा पनि आउनु न. बर्थडे टु यु, ह्याप्पी बर्थडे गाइस. अहिले मम्मी यहाँ निदाएर आउनु भाइ यहाँ निदाएर. बर्थडेको गिफ्ट. बस्नु त्यहाँ खानु. यो पकाइदिएस् मजाले बना नि. खोइ ह्याप्पी बर्थडे टु यु. मलाई गइदिनु बनायो. खानु खा त्यहाँ स्प्राइट कोक. बर्थडे गिफ्ट हो. ह्याप्पी बर्थडे भन्. आजको बर्थडे यस्तै भयो गाइस. सो सी यु एट नेक्स्ट ब्लग एन्ड कमेन्ट.